Hi guys, welcome to my vlog, day 2 vlog. Mustang को यात्रा. अब Mustang जाने अब यहीबाट. अहिले चाहिँ हामी बेनीमा छौं. बेनीबाट अब कहाँ जान्छ आज? हजुर. अप्पर मुस्ताङ. के रे? लोमाङथाङ जान्छौं. अनि त्यसपछि अनि खासमा चाहिँ आज हामी के रे कहाँ जाने थियो अरे मुस्ताङ हैन भइसक्यो त्यो गर्दा हुन्छ त्यस यत्रो ज्याकेट निकाल्यो नि त नि अब खासमा चाहिँ जाने ट्रिप क्यान्सल भयो हाम्रो सक्सेस भएन किनभने चाहिँ हाम्रो ग्रुपको मान्छेहरुले चाहिँ डाइरेक्ट अप्पर मुस्ताङ जाने भन्यो अनि त्यसपछि अनि अब त्यहाँबाट भोलिको दिनमा चाहिँ हामी यता फर्किन्छौं अनि त्यसपछि भेटौँला अब यहाँबाट अब के हुन्छ कस्तो कस्तो बाटो छ सबै देखौँला सायद मेबी खासै राम्रो छैन होला भन्ने सुनेको थिएँ अब हेरौँ कस्तो छ चाहिँ ब्रेकफास्ट भइरहेछ यहाँ मर्निङ त्यसपछि हामी जाने हामी बसेको होटल हो सबजनाको ब्रेकफास्ट आँखाले हेरे जस्तो हुन्न त्यो बवाल रूप से झरनामा अब घुमेम अब जान लाग्यो यहाँबाट अब अन्त जाने अब कहाँ जान्छ थाहा हैन कस्तो राम्रो ओ माय गॉड यो जाऊ मम्मी जाऊ आउनु
त बाटो बन्द भयो सानो रहेछ त खान नपाएको जस्तो माथि घरतिर हामी चाहिँ अब खाना खान आँटेको खाना खाने होइन अब सुरु गरौँ न दामी स्याउ पनि छ नि कस्तो मिठो खट्टा दामी हामीले चाहिँ मार्फा ठाउँमा खाना खायौँ स्याउबारी हो यो सब स्याउबारी हो यो सब स्याउबारी जान्छौँ अब माथि भर्खर खाना खाएँ कति बज्यो होला 12-1 बज्यो होला खाना खायो 3 थाल खायो 3 थाल खायो 3 थाल खायो लास्टमा स्याउ पनि चाहिएको दामी रहेछ
10-15 दिन पुग्ने होला पुरा महँगो पनि त्यस्तै त्यो खाँदा खासै जाने त्यहाँ के भन्छ यही केजीको 255 पर्छ अरे होइन अब ड्राइभरले भनेको कुरा हो थाहा छैन अब उता माथि नै अप्पर मुस्ताङतिर त्यतातिर पुगेपछि भन्दा थाहा हुन्छ कस्तो रुखो बन्जर जमिन जस्तो है तर यो यताको ग्रुप अर्को अङ्कल ग्रुपको मम्मी पनि पुरा रमाइलो छ नि त आफूले देखेको जस्तो त नहुने सरी मैले दिने भिडियोहरू बनाउनु छैन किनभने म अलिअलि थोरै भिडियोहरू चाहिँ बनाएको छु त्यो चाहिँ तपाईँहरूको लागि होइन तर म आफूले चाहिँ एकदम आँखाले हेर्ने रमाउनमा व्यस्त भएर म चाहिँ यस्तो राम्रो ठाउँ छ अनि त्यही भएर हामी अहिले लोमाङथाङ कटेर कोरोला चाइना बोर्डरतिर पुग्न आँट्यौँ जाँदैछौँ गाडीहरू यहाँ लिएर राख्दो रहेछ हो खिच्यो अनि भ्लगमा नबोल्ने त यस्तो छ बसेको होटल हो यस्तो छ खाना खाने ठाउँको मम्मीको रुम त्यहाँ हो हाम्रो रुम यहाँ हो खाना आएर चिकन खाना म पनि बनाउनु पर्यो खाँदैछौँ हामी